तर धेरैभन्दा धेरै सेवा गर्ने भक्तलाई त्यही अनुसारले फल भगवानले दिनु होला, अनि थोरै सेवा गर्नेलाई पनि भगवानले थोरै भए पनि फल दिनु होला। तर फलबाट कोही पनि वञ्चित चाहिँ हुन पर्दैन अरे पुरुषोत्तम महिनामा। त्यसले गर्दाखेरि यो पवित्र परिवेश, सत्सङ्गको वातावरण र हामीले धन्यवाद दिनुपर्दाखेरि ती सङ्घ संस्थाहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ जसले हामीलाई सहयोग गरिरहनु भएको छ। हाम्रो मेची बस व्यवसायी सङ्घलाई पनि हामीले धन्यवाद दिनै पर्छ, उहाँहरूले पनि हामीलाई सहयोग गरिराख्नु भएको छ। र अन्य क्षेत्रबाट पनि सहयोगहरू भए ती सबै दानवीरज्यूहरूलाई धेरै धेरै धन्यवाद दिँदै र यहाँ खट्नुहुने हाम्रा सम्पूर्ण भक्तजनहरूलाई पनि धेरै धन्यवाद दिँदै हामी कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। अब आउनुहोस् एउटा भजन हामी श्रवण गरौँ र त्यस पछाडि ज्ञान मञ्चलाई हामीले प्रारम्भ गर्नेछौँ। र ज्ञान मञ्चको प्रश्न सोधिसकेपछि सुनिता भेटवालजीको नाम आएको छ यहाँ भजन गाउनुमा, र उहाँलाई हामी बोलाउनेछौँ। ताल लयहरू नकाटिकन लयको साथमा गाउनु होला। अनि त्यसो गर्दाखेरि अभ्यास पनि हुन्छ। ताल काट्यो भने चाहिँ अब त्यो त्यस्तै हुन्छ होइन, ताल चाहिँ काट्नु हुँदैन, लय चाहिँ बिगार्नु भएन। त्यसरी गाउनु होला यहाँ गाउने भजन गाउने भक्तजनहरूले। अब यहाँ कुनै तबला मादलहरू ढोलकहरू अब राखेको छैनौँ हामीले, यहाँ मोबाइलले बजाइरहेछ सबै। मोबाइल